दिनहरूलाई घटाउने हो भने 3179 दिन अर्थात् जम्मा 205 दिन बाहेक सबै सरकारमा नेकपा माओवादी सहभागी रहेछ। संविधान बनिसके पछाडिको 3384 दिन मध्येको 3179 दिनमा माओवादी पार्टी सरकारमा कहिले नेतृत्व गरेर कहिले सरकारको मुख्य साझेदार भएर सहभागी भएको रहेछ। जम्मा कति दिन? जम्मा 205 दिन। मैले योभन्दा पहिला भदौ 21 गते पनि यहीँभित्र प्रमुख प्रतिपक्षी दलको नेताको सम्बोधन सुनेको थिएँ। त्यसमा पनि कतिपय कुराहरू मलाई एकदम चित्त बुझेको थियो, कतिपय कुराहरू मैले त्यसलाई स्वीकार पनि गरेको थिएँ। तर त्यो बेलामा भनेको कुरा अहिले पनि म सम्झन्छु। भर्खर सरकार नयाँ बनेको 41 दिन भएको थियो। मलाई त्यही बेलामा पनि बोल्न मन लागेको थियो। मैले थोरै बोलेको पनि थिएँ एउटा सानो सन्दर्भमा। नेपाल बङ्गलादेश बन्ला, नेपाल श्रीलङ्का बन्ला भनेर भनेको म सम्झन्छु। अहिले यहाँ प्रसङ्गहरू आए, यो सरकार बनेको कुरा नै असंवैधानिक छ भनेर भनेको कुरा पनि आयो। म यो पनि सम्झन्छु। अनि आज तपाईँको न्यायालयमा चाहिँ सही हिसाबले न्याय किन हुँदैन? अदालतको प्रधान न्यायाधीश नियुक्ति गर्दाखेरि हामीले संवैधानिक परिषदमाबाट गर्छौँ। संवैधानिक परिषदमा को हुन्छ त? संवैधानिक परिषदमा प्रधानमन्त्री हुन्छ, अध्यक्ष, प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, विपक्षी दलको नेता, कानुन न्याय तथा संसदीय मामिला मन्त्री, त्यसै गरी उपसभामुख। यो सबै राजनीतिक नियुक्ति होइन? अनि त्यस्तो किसिमको न्यायालयमा न्यायाधीश ल्याएपछि अनि ती न्यायाधीशले काम गर्छन्। आज वाइट बडी, एनसेल, 4G कति ठुला ठुला भ्रष्टाचारका काण्ड छन्। अख्तियारले हेर्दैन किन? अख्तियारको आयुक्त र प्रमुख आयुक्त नियुक्ति गर्ने नेपालको संविधानले स्पष्टका साथ तपाईँको अख्तियारको आयुक्त र प्रमुख आयुक्तलाई नियुक्ति गर्ने नेपालको संविधानको धारा 238 मा संवैधानिक आयोगले नियुक्ति गर्छ भने अख्तियारको आयुक्त लोकसेवा आयोग पास गरेर ल्याउँ त, त्यसपछि भ्रष्टाचारका फाइल कसरी खोल्छन् हेरौँ। जसरी पनि हुन्छ संवैधानिक आयोग, चाहे निर्वाचन आयोगको कुरा गर्नुहोस्, चाहे अख्तियार। सभामुख महोदय, विनियोजन विधेयक र यस वर्षको नीति तथा सिद्धान्त तथा प्राथमिकतामा कुरा गर्दा म केही आफ्नो तर्फबाट रायहरू, यसमा सुझावहरू र यसलाई कसरी सुधार गर्न सकिन्छ होला आगामी दिनमा भन्ने कुराहरू राख्न चाहन्छु। यो एउटा अङ्ग्रेजीमा भनिन्छ, द फ्रिडम अफ एक्सप्रेसन इज नथिङ इफ यु डोन्ट ह्याभ फ्रिडम अफ थट। हामीले सोच्न सिकाउँदैनौँ भन्ने अभिव्यक्तिमा स्वतन्त्रता मात्र दिएर हुँदैन। हामीमा कतिवटा नयाँ कुराहरू हामीले योजना गर्ने, सोच्ने कुराहरूमै सुधार लिएर आउनुपर्ने, जसरी हामी प्रोग्रामहरू बनाउँछौँ त्यसमै सुधार लिएर आउनुपर्ने देखिन्छ। एकजना अमेरिकन राइटर एमी वेवले द सिग्नल्स आर टकिङ भन्ने किताबमा स्ट्राटेजी म्यानेजमेन्ट, योजनाहरू बनाउने कुराहरूको व्याख्या गर्दै गर्दा ट्याक्टिक्स, स्ट्राटेजी, भिजन र इन्भिजन भनेको कार्यनीति, रणनीति, दर्शन र परिकल्पनाको कुरा गरेको छ। हामीका राजनीतिक रूपमा विभिन्न अवसरहरू आउँदै गर्दा पाउँदै गर्दा यो 7 दशकको कार्यकालमा 7 दशकको राजनीतिक यात्राको क्रममा पटक पटक शक्तिशाली सरकारहरू बन्दै गर्दा र यसपालि पनि 2/3को ठुलो पहिलो र दोस्रो दलले सरकार बनाउँदै गर्दा प्राथमिकता के हुनु पर्थ्यो भनेर त्यो किताबको भनाइअनुसार चाहिँ ट्याक्टिक्स भनेको कार्यनीतिमा फोकस हुनु पर्थ्यो भनेर भन्छ। तर हाम्रो सिद्धान्त तथा प्राथमिकतामा हामी यो कार्यनीतिमा कति, जस्तै अहिलेको विकास, देशको अगाडि आर्थिक अवस्था अगाडि बढाउने, जीविकोपार्जन र अहिलेको दैनिकी सबै कुराहरू सुधार्ने हो भने हामीले सुधार्नुपर्ने सुशासन हो भनेर भन्छ। सुशासन नसुधारिकन यो पानी जहाज र मोनोरेलको सपनाहरू बेचेर मात्र राजनीति हुँदैन। त्यसले हामीलाई अल्झाउने र बल्झाउने कुरा मात्र गर्छ। किनकि हामीलाई चाहिएको छ ड्राइभिङ लाइसेन्स 5 दिन 10 दिनमा कसरी आउँछ भनेर चाहिएको छ, तर हामी पानी जहाज अफिसको उद्घाटन गर्छौँ भनेको हामीलाई सुधार कहाँ गर्नु छ त्यो कुरामा हामी केन्द्रित भइराखेको छैनौँ। अझै पनि हामी गलत कुराहरूमा लागिराखेको छौँ भन्ने कुरा हो। सो पहिला त्यहाँबाट हामीले सुधार गर्नुपर्छ कि भनेर यो फ्रेजर इन्स्टिच्युटले भर्खरै आर्थिक स्वतन्त्रताको इकोनोमिक यो फ्रिडम
इकोनोमिक फ्रिडम अफ द वर्ल्डको रिपोर्ट निकाल्दै गर्दा उसले केही कुराहरू सुझाव दिएको छ र नेपालको हकमा हामीले